नमस्कार, म टिकाराम हो। हजुरहरूको टेलिफोन सेटभित्र हजुरहरूको भिडियो मोबाइलभित्र आइपुगेको छु। आज दैलेख जिल्लाको परिचय खुलाउने गाउँहरूलाई ल्याएर आएको छु। आज दैलेखका पञ्चकोशी धर्मस्थल दैलेखका पानीमा बल्दै गरेका ज्वालाहरू हजुरहरू पुग्न नसके पनि देउडा मार्फत मैले हजुरहरू प्रत्येक गाउँ चिनाउने कोसिस गरिरहेको छु। दैलेख जिल्लाका ठुला ठुला गाउँहरू, दैलेख जिल्लामा घुम्न पर्ने ठाउँहरूलाई मैले आज देउडा मार्फत लेखेर ल्याएको छु। लयबद्ध तरिकाले आजको देउडा ढालेको छु र लामो हुनसक्छ। हजुरहरूले समय मिलाएर सम्पूर्ण गाउँहरू दैलेखमा कति गाउँ रहेछन्, म भोलिको देउडामा जातीय रूपमा दैलेख जिल्लामा को जाति कता कता बस्छ भन्ने ल्याउने छु। र आज मैले गाउँको बारेमा दैलेख जिल्लाभरिका गाउँहरू र पर्यटक स्थलहरूको विषयमा लेखेको छु बाँकी देउडाबाट लयबद्ध तरिकाबाट छ। दैलेख आइजानु पाहुना, दैलेख आइजानु, पानीमा बलेका ज्वाला हेरी भाइजानु, पानीमा बलेका ज्वाला हेरी भाइजानु। जहाजबाट आउने पाहुना सुर्खेत ओल्लो, दुई बाटा दैलेख आउने माथिल्लो र तल्लो, कटकुवा र रानी माता गुरौँस्या गाई बान्ना, माथिल्लो डुङ्गिसेर हुँदै चुब्रा बजार जान, चुब्रा माथि पराजुल नाकुरी र डाँडा, माझौनो लोहोरे बग्दो पारितको दबाडा, दैलेख बेलासपुर मन्दिर भुर्ती पञ्चदेउल, देखिन लहरे टापु हिउँचुलीको सेल मेरो, दैलेख आइजानु पाहुना दुल्लु आइजानु, पानीमा बलेका ज्वाला हेरी भाइजानु। दैलेख आइजानु पाहुना दुल्लु आइजानु, पानीमा बलेका ज्वाला हेरी भाइजानु। दैलेख आइजानु पाहुना, दैलेख आइजानु, पानीमा बलेका ज्वाला हेरी भाइजानु। किमु गाउँ र काँडा चौर माझौमा खोतगढी, प्रकृतिले भरिपूर्ण दैलेख जिल्लाभरि, रोमकटी जाहारकोट गैँडा 5-9 मूल्या, महाबुक चाले हिमाल गोत्री 3 चुले, महाबुक चाले हिमाल गोत्री 3 चुले, रिटा बाँसी रानी बन काशी खान मजुवा, चौलाया द्वारिका झरना बुकी पाटन रुवा, सकियो 1 नम्बर क्षेत्र पर्यटक घुमेर, ज्वालाको दर्शन गर्नु शिरस्थान पुगेर मेरो, दैलेख घुम्न आऊ पाहुना दुल्लु घुम्न आऊ, दुल्लु घुम्न आऊ पाहुना भुर्ती घुम्न आऊ, पानीमा बलेका ज्वाला हेरिकन जाऊ, पानीमा बल्ला छन् ज्वाला हेरिकन जाऊ। शिरस्थान नाभिस्थान हेर्दै रातकोट बडलम्जी, पर्यटक फर्केर आउनन् दैलेख जिल्ला सम्झी, काबु गौडा मार्बल खानी माथि कुसा पानी, काबु गौडा मार्बल खानी माथि कुसा पानी, पर्यटकको मन लोभाउने संस्कृतिको खानी, तल छ भैरवी कुण्डल गडा जिउलाभित्र, डाँडा माथि विराजमान दुलेश्वर तीर्थ मेरो, दैलेख घुम्न आऊ मेरा दुल्लु घुम्न आऊ, दैलेख घुम्न आऊ मेरा दुल्लु घुम्न आऊ, पर्यटक एकै फेरि हेर्न आउनु ठाउँ, पर्यटक एकचोटि हेर्नै आउने ठाउँ। सुर्खेतबाट अर्को बाटो कर्णाली राजमार्ग, सुर्खेतबाट अर्को बाटो कर्णाली राजमार्ग, बाटैभरि होटल रोटल ठौर ठौर पार्क, रत्ती खोला सेफ्टी हुँदै रामु खड्का बाडा, घुम्न आउनु दैलेख जिल्ला धेरै छैन टाढा मेरो, दैलेख घुम्न आऊ मेरो दुल्लु घुम्न आऊ, पानीमा बलेर ज्वाला हेरिकन जाऊ, पञ्चकोशी प्रवेशद्वार डुङ्गेश्वर मन्दिर,
कति राम्रो कीर्तिपीठ छ कर्णालीका निर, कति राम्रो शक्तिपीठ छ कर्णालीका निर। डुङ्गिसेर दर्शन गरी दुल्लु बजार आउनु, मालिका देखिनु अग्ला उत्तर नजर लाउनु, मालिका देखिन अग्ला उत्तर नजर लाउनु, मालिकाबाट भागिकन लम्सुमै नुहाउनु, मालिका वर मागिकन लम्सीमा नुहाउनु। वरिपरि पञ्चकोशी भागतीका मालिका, प्रवेशले भरिपूर्ण दुल्लु नपालिका। मेरा दैलेख घुम्न आऊ, मेरा दैलेख घुम्न आऊ, पानीमा बलेका ज्वाला हेरिकन जाऊ, पानीमा बलेका ज्वाला हेरिकन जाऊ। सातखम्म र पाथर नाउले दुल्लु कीर्तिखम्म, जता हेर्यो शिला मूर्ति नजर पुग्दासम्म। गढी देउल ढुङ्गे धारा कति छन्, लेखेर सकिने होइन सम्पदा जति छन्। मेरा दुल्लु घुम्न आऊ, मेरा दुल्लु घुम्न आऊ, पानीमा बलेका ज्वाला हेरिकन जाऊ, पानीमा बलेका ज्वाला हेरिकन जाऊ। दुल्लु दै धामी गाउँ हुँदै पादुका मन्दिर, यही बस्दा कञ्चिरा जोगी बैना बाला पीर। दुल्लु दै धामी गाउँ हुँदै पादुका मन्दिर, यही बस्दा कञ्चिरा जोगी बैना बाला वीर। पादुकाको मन्दिर हेर्दै चाबी नपालिका, बिन्द्रासैनी देवी दुर्गा चामुण्ड मालिका। बस्दै कुडल एठी डौसर तिलु खाना नाउला, पुडेली बिसाला हुँदै हाडाकोट जाउँला। पश्चिमबाट आउने पाहुना बेलखेत पुल तर्नु, पश्चिमबाट आउने पाहुना बेलखेत पुल तर्नु। साइखोला रामगाड हुँदै दैलेख प्रवेश गर्नु, मेरो दैलेख जिल्ला आऊ, दैलेख घुम्न आऊ, दैलेख घुम्न आऊ, पाहुना दैलेख घुम्न आऊ, पानीमा बलेका ज्वाला हेरिकन जाऊ। पश्चिमबाट आउने पाहुना बेलखेत पुल तर्नु, साइखोला रामगाड हुँदै दैलेख प्रवेश गर्नु। साताला सिङौडी झुँझ आग्रा तोली पाटा, पैदल हन्नु काहीँ पर्दैन काटेकै छन् बाटा, पैदल हन्न काहीँ पर्दैन काटेकै छन् बाटा। पिपलकट छेपाडी सिमगाउँ रोला तोली जैसी, लाटा देउता दर्शन गर्नु तोलीमा बसी, लाटा देउता दर्शन गर्नु तिनतोलीमा बसी। पिपलकोट छेपाडी सिमगाउँ रोला तोली जैसी, लाटा देउता दर्शन गर्नु तिनतोलीमा बसी। ठाँटी खान लकान र ब्याउले कालीकोट सिमाना, लकान्द्रका जौछरमा तामा पाइन्छ भन्ना। रामगढका माछा मिठा पादुकाको पानी, चिन्यामा धान फल्या जिउलो गर्ज्या फलम खानी। लामाद्वाला स्वामी कार्त कर्णालीको फेरो, स्वर्गभन्दा सुन्दर रहेछ दैलेख जिल्ला मेरो। जलजले पेट्रोल खानी राष्ट्रको गौरव, देउडाभित्रका अटौला लेखेर सौरभ। जलजले पेट्रोल खानी राष्ट्रको सौरभ, देउडाभित्रका अटौला दैलेखको सौरभ। घुम्न दैलेख जिल्ला आऊ, पाहुना दैलेख जिल्ला आऊ, पानीमा बलेका ज्वाला हेरिकन जाऊ। दुल्लु घुम्न आऊ, मेरो दैलेख घुम्न आऊ, पानीमा बलेका ज्वाला हेरिकन जाऊ।